Hello guys, welcome to my YouTube. Namaste, जसले यहाँहरूलाई स्वागत छ मेरो डे 2 मा इट हेल्दी बी हेल्दी वाला जर्नीमा सेकेन्ड डेमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले काममै सालमनको सुप बनाएर ल्याएको छु अनि खालि कति खान्छु भन्नु होला है। अब के गर्नु छिटो छिटो 10 मिनटमा यो पाक्यो। यो चाहिँ सालमन आलु अन्डालाई र आलुलाई फिटेर अनि त्यसको बाबर बनाएर त्यसमै अनि टमाटर लगाएर हल्का बनाएर अनि त्यसमा पछि रस लगाएर सालमन लगाएर अनि पछि उम्लिसकेपछि मैले यो के भन्छ स्पिनाच लगाएको अनि गाइस यो चाहिँ मैले आफ्नै बनाएको चिकनको अचार बनाएको आज होइन। कति त्यो पारेको चिकन खाने भनेर अनि अरू चाहिँ साथीहरूलाई छोडिदिएँ। मैले यति चाखेँ लेट्स ट्राई। आज चाख्नु मात्रै ल्याएको बनाएको सबै होइन। ल चिकनको अचार हो यो चाहिँ होइन, मैले आफै बनाएको कामको चिकनलाई बिट गरेर चाखेँ। ल यस्तो हुन्छ ल है ल हजुर पनि चाख्नु है। विदिन 5 मिनट क्विक अचार बनाएको मैले। ठिक छ अचारलाई साइड लाग्यो। अब चाहिँ सुप खाने खाएँ। एक्चुअली म सुप खाने मान्छे छैन कि, तर हतारमा बिजीको बेलामा कहाँ पकाउने के पकाउने झ्याउ हुन्छ नि त। सामान कता कता के हुन्छ नि, हात अगाडि जिरे छ त्यसलाई नै पकाएर झोल बनाइदिएको। कति कपाल भएको मेरो खासमा मलाई तातो सुपहरू किन मन पर्दैन थाहा छ। यही भएर पनि हो क्या, पोल्छ क्या धेरै होला जिब्रो अनि त्यही भएर पनि मन पर्दैन। स्पिनच सालमन अन्डा मैले चाहिँ प्रोटिनहरू मात्रै खाएला नि, आइरन प्रोटिन फाइबर चाहिँ खाइन कि मैले। खासमा फाइबर पनि खानुपर्ने हो। अब चिकन पनि प्रोटिन भइहाल्यो तर हेल्दी वेमा बनाएको हो, बेक गरेर ओभनमा हल्का तेल लाएर। अनि मैले मसला चाहिँ घरबाट ल्याएको थिएँ क्या, जिरा धनियाँ अनि आलु मिसेको धुलोहरू सस भयो। मैले खासमा जिरा धनियाँ सस पानी पिउन ल्याएको थिएँ अनि त्यो पकाएर खाने भयो। अनि अस्ति त चिकन यसरी बनाउँदाखेरि त्यो कस्तो सुक्खा किरिकिरी भयो क्या। एटलिस्ट अचार भयो भने त साइड खानेकुरा मिठो नहुँदा मिठो हुन्छ नि भनेर बनाएँ। चिली पेस्ट कामै छ। यस्तो क्या हाम्रै वरिपरि कति धेरै सामानहरू हुन्छ कि बनाएर खानु जाने भने चाहिँ यो चिकन अरू बेला यतिकै ततायो ओभनमा ततायो खायो गर्छ, मिठो हुँदैन सबैले फ्यालिहाल्छ क्या। अनि आज चाहिँ साथीभाइलाई पनि नयाँ टेस्ट गरोस् भनेर बनाएर छोडिदिएको छु। सबैजना हेर्दा वाउ वाउ त गर्दै थियो भरे हेरौँ। सायद भोलि चाहिँ म सिउरा भुजा लिएर आउँछु। अन्डाको करी बनाउँछु ग्रेभी। अनि भोलिको रेसिपी चाहिँ सुनौँ है। अन्डाको करी बनाउँछु अनि यस्तै अचार बनाउँछु अनि भुजा लिएर आउँछु अनि भुजासँग खान्छु जाँगर चलेछ भने। प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् अनि कमेन्ट पनि छोडिदिनुहोस् ल मेरो भिडियो हेरेर। मैले हेल्दी वेमा इट हेल्दी बी हेल्दीवाला आफैले
आफैले आफैलाई त्यो प्रमिस गरेको क्या, प्रमिस गरेको होइन, म गर्छु भनेर गरेको। प्लिज तपाईँहरूले सजेस्ट गर्नु होला के खाँदाखेरि मैले आफ्नो वेट लस गर्न सक्छु, मेन्टेन गर्न सक्छु, अनि छिटो मिठो काममा विदिन 10 मिनट मैले के बनाएर खानु सक्छु, मिठो हेल्दी वेमा मिठो कुराहरू। कमेन्ट गरिदिनुहोस् ल, माया गर्नु होला, कमेन्ट गरिदिनु होला। अनि आज रह्यो भ्यालेन्टाइन डे, ह्याप्पी भ्यालेन्टाइन डे सबैलाई। जो जहाँ जहाँ हुनुहुन्छ, जोसँग हुनुहुन्छ, मजाले भ्यालेन्टाइन मनाउनु होला। जसको जो कपाल हुनुहुन्छ, कति त कपाल भएर पनि साथमा छैन, कति चाहिँ अब कपालसँगै हुनुहुन्छ, लङ डिस्टेन्स टुगेदर जे जस्तो छ, तपाईँहरूको भ्यालेन्टाइन डे एकदम राम्रो होस्। ह्याप्पी भ्यालेन्टाइन डे, मस्त रहनुहोस्। सम्बन्ध भनेको जोड्नु चाहिँ गाह्रो हुने हो होइन, त्यसलाई जोड्नु पनि गाह्रो हुँदैन, मतलब जोड्नु चाहिँ अलिक खोज्नु, जोड्नु चाहिँ अलिकति प्रोसेस लाग्ने हो, तर त्यो तोड्नु र छोड्नु चाहिँ टाइम लाग्दैन नि त कति पनि। रिलेसनसिप सधैँभरलाई बरकरार राख्न, कायम राख्न चाहिँ मान्छेलाई साह्रो पर्ने हो क्या। तोड्नु फोड्नु त यो 9 वर्षको 9 मिनटमा भन्छ नि, गीत छ नि एउटा 5 मिनटको, 5 वर्षको 5 मिनटमा, त्यस्तै हो। त्यही भएर खुसी रहनुहोस्, जहाँ हुनुहुन्छ आफूलाई माया गर्नुहोस्। फर्स्ट मैले बुझेको चाहिँ होइन, सबैभन्दा सुन्नु, तपाईँले आफूले आफूलाई माया गर्नुपर्छ। त्यसपछि तपाईँ खुसी हुनुहुन्छ, तपाईँले आफूलाई माया गर्नुहुन्छ, तपाईँ खुसी हुनुहुन्छ, तपाईँ मेन्टली फिजिकली फिट हुनुहुन्छ भने मात्रै तपाईँले अरूलाई एटेन्ड गर्न सक्नुहुन्छ नि त, अरूलाई टाइम दिन सक्नुहुन्छ नि त। कोही कसैले तपाईँ कसैको काम लाग्दैन भने कोही कसैलाई तपाईँ मन पर्दैन क्या। त्यही भएर पहिले आफू फिट हुनु, आफू खुसी हुनुहोस्, आफूले आफूलाई माया गर्नुहोस्। त्यसपछि त आफू खुसी भएपछि त सबैलाई सधैँ त्यसपछि आफू त्यसपछि त अरूलाई पनि काम लागिहालिन्छ नि। त्यही भएर सबैजना हेल्दी बस्नु होला अहिलेको टाइम अनुसार। हाम्रो खुवाइहरू जङ्क फुडहरू धेरै भयो नि त, न एक्सर्साइज अनि जङ्क फुड, मान्छे पहिले जस्तो छैन। यो न हामी पनि कस्तो क्या, अब यो काम गरेर मात्रै हो क्या, काम नगर्ने भने हाम्रो पनि केही छैन क्या। त्यही भएर अब चाहिँ कति धेरै बोलेको यो भिडियोहरूलाई होइन, मन परे लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्, मन परेन भने पनि ठिकै छ। बाई बाई, टेक केयर, हेभ अ गुड डे, ह्याप्पी भ्यालेन्टाइन डे वान्स मोर। 2026 को भ्यालेन्टाइन डे। जो सिङ्गल हुन्छ यो साल, अर्को साल पक्कै उहाँहरू पनि कपाल होस्। मेरो लागि कोही काहीँ हुनुहुन्छ भने पनि प्लिज कमेन्ट गर्नुहोस्, म छु नि तिम्रो लागि भनेर होइन। म पनि खोजीमा छु, नेक्स्ट इयरसम्म चाहिँ मेरो पनि भ्यालेन्टाइन डे डेट होला कि कतै। बाई।